सबैलाई पर्खिँदै 1 महिना गइसक्यो। आज बल्ल टाइम जुर्यो। हाई एभ्रिवान, स्वागत छ मेरो मिनी ब्लगमा। अनि हाम्रो घरमा चाहिँ आज पार्टी हुँदैछ। अनि हाँस किन गएको, मलाई त्यो बुढो हाँस मन परेथ्यो र मेरो घरकाले चाम्रो हुन्छ त्यो बुढो हाँस नल्याऊ, सानो हाँस ल्याऊ भनेर मैले सानो हाँस ल्याएर काँक्रा मुला आलुको अचार बनाएँ। अचार बनाउँदा पनि अब मलाई खासै मिठो अचार बनाउन आउँदैन, तर आजको अचार चाहिँ मिठो थियो भन्दै हुनुहुन्थ्यो के दिदीहरूले। अनि मलाई पनि मिठो लाग्यो। अनि मैले चाहिँ अचार बनाइसकेपछि हाँसको मासु बनाउन थालेँ। अनि मेरो बनाउने तरिका फेरि यही हो साथीहरू। अनि यो हाँसको मासु खान फेरि यस्तो मनपर्छ। हुन त हड्डी धेरै हुन्छ तर यस्तो चुकिलो हुन्छ। ब्रोइलर अनि सुँगुर, खसी, पाडा साडा के हो है साथीहरू, तिनीहरूको मासु भन्दा यो हाँसको मासु चाहिँ एकदमै मिठो लाग्छ। फेरि कुनै कुनै साथीहरूलाई गनाउँछ, मैले कसैको मुखबाट पनि सुनेको छु कि हाँसको मासु गनाउँछ, तर मलाई किन हो एकदमै मिठो लाग्छ के। अनि हाँसको मासु बनाइसकेपछि फेरि मैले चाहिँ ब्रोइलरको मासु बनाउन थालेँ, किनभने 1-2 जना हाँसको मासु खानुहुन्न, त्यसपछि ब्रोइलर बनाइदिन्छु। अब लोकल सोकल कहाँ खोज्न जाने भनेर ब्रोइलर ल्याएर मस्त बनाइदिएँ के। अब मासु बनाइसकेपछि पापड त चाहियो। अनि पापड पनि छिटो फ्राई गरेर छोरीलाई खाना पस्किन भने मैले पनि पस्किरहेको थिएँ। अनि सँगसँगै भिडियो पनि बनाउँदै थिएँ। अनि साइडबाट मलाई गाली गर्दै हुनुहुन्थ्यो, नौटङ्की देखाउँछेस् गरे। अब उहाँहरूलाई के थाहा, जब मैले भिडियो पोस्ट गर्छु अनि मेरो भिडियो देखेर मन पराइदिनुहुन्छ, फलो गर्नुहुन्छ, सब्सक्राइब गर्नुहुन्छ, यस्तो खुसी लाग्छ। म सानो सानो कुरामा खुसी हुने मान्छे हो नि त। त्यसै त आजभोलि म भिडियो बनाउन पनि भ्याएको छैन, किनभने म अलि बिजी छु। त्यही भएर अलिकति टाइम निकालेर भए पनि मैले चाहिँ आज भिडियो बनाएँ। सानो सानो क्लिप मात्रै बनाएको, त्यही पनि मेरो मिनी ब्लग त 2 मिनेटको पुगिसक्यो। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू च्यानल सब्सक्राइब गर्न नभुल्नु होला। आजको लागि यति नै, फेरि पनि भेट हुनेछौँ अर्को मिनी ब्लगमा। टाटा बाई बाई, गुड नाइट साथीहरू।